Hello everyone, good morning. सबैजनालाई छ्याचलो नमस्ते. Welcome back my YouTube channel. So it's me Monica Gurung Darai. So साथीहरु after long time पछि चाहिँ म हजुरहरुको सामु भिडियो लिएर आउँदै छु. अहिले चाहिँ हामी गाउँमा बिहेको लागि आएको छु. So ओके साथीहरु, अहिले चाहिँ हामी तनहुँ छिपछिपे भन्ने ठाउँमा छु. मतलब आई मिन गाविस चाहिँ छिपछिपे हो. सो अनि ठाउँको नाम चाहिँ लुङरिङ. सो मगर गाउँमा. सो हामी चाहिँ मेकअप लिएर आएको छौं दाइ भाउजूको बिहे हैन. सो अहिले चाहिँ रातिको 2 बजेको छ. 2 बजे यो भिडियो बनाउँदै छु साथीहरु. लास्टमा आवाज गरिदिनु होला. आँखा पनि खोलेको छ. हेलो गाउटो भयो साथीहरु. अब चाहिँ हामी चाहिँ बेहुली सिंगार्ने तर्फ लाग्छौं. हाम्रो भिडियो लास्टमा हेर्नु होला. लभ यु गाइज. हेलो एभ्रीवन. सो मैले चाहिँ मेकअप पनि रेडी गरेर भइसके. बेहुलीलाई पनि तयार गर्दिसके. बेहुली घुम्दिम त एकचोटी सर. सो बेहुलीको फाइनल लुक्स चाहिँ यही हो. मैले जानेको चाहिँ यति नै. मैले जति जाने त्यति नै गरिदिए. सो उहाँ चाहिँ बेहुली. हाय दुलाई. हेलो एभ्रीवन. सो हामी चाहिँ फाइनली रेडी भइसक्यौँ. रेडी भएर पनि हामी चाहिँ अब जान लागेको. यो चाहिँ जन्ती. यता हेलो हेलो. यता चाहिँ यहाँबाट जन्ती जान लागेको. हामीहरू चाहिँ मेरो छोरी. सो ओके साथीहरु, म चाहिँ क्यामेराम्यान भएन भनेर ब्युटी पार्लर सँगसँगै क्यामेराम्यान पनि मै हो. ओके, अनि विवाह हुँदै गरेको चाहिँ यता 2 जना शुभ विवाह. सो यही हो साथीहरु. ओके, लास्टमा आवाज गरिदिनु होला. लभ यु अल. सो यता चाहिँ बारी बोक्नेहरु अनि दुलाईहरु दुलाहरु. म चाहिँ अगाडि लु आम ताम. हाई सबैजनालाई वेलकम छ. हाई हाई तरुणीहरु. तन्देरी आमामा कति ठुलठुला हो तन्देरी फेरि. सब बारी बोक्नेहरु. म चाहिँ बारी बोकेन. सो ओके साथीहरु, हामी चाहिँ हिँड्यौं यहाँबाट. अब ला हाई सबैजनालाई. हाई लु ठुल दिदी वेलकम छ. हाई गर भाइ. आया मोरिस. यो खुर्का खोल्ने कि यो खोल्ने कि. ओके साथीहरु, दुला दुलिनी आयो. आओ दुला दुली. लु 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 ल. वेलकम दुलाई. वेलकम. हेलो दुला दाजु. हाई सबैजनालाई. रक्सी यो गुरुङ मगरको जातै नै हो. ओके साथीहरु, म पनि हिँड्ने. मलाई सबले छोड्यो. बारी बोक्नेहरु. यो चाहिँ गाउँ. सो हाम्रो दिदीको साथीहरु. सो म चाहिँ भने नि धेरै पछि बोकेको हो मैले चाहिँ यो. सो मलाई चाहिँ यो बोक्न मन परेर बोकेको. मैले चाहिँ कार्टुन बोकाउनु भएको थियो खासमा भेनाले, तर म मानेन यो बोक्ने भनेर बोकेको. सो साथीहरु अब चाहिँ हिँड्यौं हामी. ओके
हेलो कति राम्रो देखेको यो देखाउ न ए यो हजुर जस्तै रहेछ लुती नानी म मेरो त भिडियो बनाउनु है पुलमा तिमी 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 नै छ जिन्दगी भारी नि भोगियो ओके साथीहरु सो हामी चाहिँ पुल उता यो पारीबाट चाहिँ आएर अनि फेरि यहाँ आएर फेरि अर्को गाडी चेन्ज गर्नुपर्ने रहेछ सो हामी चाहिँ अर्को गाडीमा जान लागेको अब यहाँ चाहिँ नअट्ने जस्तो कुरा यस्तै समथिङ के हुँदैछ अनि आज चाहिँ यो मान्छे चाहिँ के हो यस्तो यस्तै हो म चाहिँ यतिको चाहिँ हुनु कार्टुन निकाल्नु यता फर्केर बस्नु एकजना यो कार्टुन निकाल्नु त यहाँ किन सिट डाफे छ नि एकजना यता फर्केर बस्नु ओइ चप्पल छ के यहाँ ओके खोइ खोइ मेरो चप्पल निकालेर राख्नु एउटा चप्पल खोइ त चप्पल झरे यहाँ तल राख्नु छ अलिकति उता बस्नु ए मेरो नि हाल्नु ओइ छाता कसको छाता ओइ छाता साथीहरु फर्स्ट टाइम म चाहिँ यसरी चढेको छु साथीहरु गाउँमा आइसकेपछि यतिको चाहिँ केही होइन रमाइलो हुँदैछ कस्तो हुँदैछ यो चाहिँ स्लोमा आउँछ नि फेरि दिदी चाहिँ यहाँ तल तिमी यता फर्केर बस्छ नि एकजना तिमी यहाँ बस तिमी यता फर्केर बस नानी यता फर्केर बस कि तिमी यहाँ बस यता फर्केर खुट्टा झारेर बस नानी चप्पल निकाल्नु चप्पल फेरि खस्छ अहिले ल एकचोटि म फेरि सोध्छु है ल रोक एकछिन साथीहरु हामी चाहिँ पुगिसक्यौँ बाटो गाइज म सोच्न पनि सक्दिनँ सायद सो बल्ल तल आइपुगिहाल्यौँ हामी चाहिँ दुलैको घर चाहिँ यहाँ तल रहेछ टेक मटन छ क्या टेक इस मटन छ दोन के दोन कासिम कोही आफुले हेर्नु राले होला नि गाडी बोक्नु सक्छ छैन अरु केही दहीले पोखायो धन्दै हो यो चाहिँ मगरहरूको के भन्छ यसलाई ओइ के हो त्यो यो चाहिँ बोका हो गाइस योलाई के कोन भए जस्तो हजुरको कि बुहारी कि छोरी गाउँ साइला यसो घोर्नु न त भाग्दैन कहाँ चले अच्छा यसो बुझाउँछु हिजो कसले लक पाक के चाको कहाँ नलागी भाँडा के किन्ने म मकै पनि तिमीहरू चाहिँ किन मकै भएको हेर्न देखाउ देखिसके कि गाइस त्यो बोका हो बोका अब त्यसलाई ढाल्छ बङ्गै
भत्कायो गाइस भत्कायो बोकालाई काट्यो काट्यो बोका लो ढल्यो बोका ढल्यो ला ला कुकुरीले लौ 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 ओइ मैले पैसा कहाँ राखेँ भयो साथीहरू यति भइसक्यो अब चाहिँ हामी गयौँ साथीहरू यो चाहिँ गाउँघरको यतातिरको चाहिँ यस्तो रहेछ यो चाहिँ बस्ने ठाउँ अनि यसरी पुर्याउन आउँदो रहेछ क्या देख्नुभयो नि गाउँघर यस्तै हो केटीहरू चाहिँ यता छ अब चाहिँ हामी खाना खान लागेको हो खाना सो यो गाउँ हो देख्न सक्नुहुनेछ सो साथीहरू हामी चाहिँ अब चाहिँ जान लागेको यहाँ दुलैको घरबाट चाहिँ वा कस्तो राम्रो सिन देखेको क्या अनि हामी चाहिँ यहाँबाट जान लागेको हामी चाहिँ छतमा हो नि त साथीहरू हामी फर्केको हो न कस्तो भयो त नि